हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होइन म चाहिँ जहिले कविता लेख्थेँ अनि आई फिल सो इन्सिक्योर के पोस्ट गर्न पनि अनि त्यही भएर आज चाहिँ म युट्युबमै हालिदिउँ न त भनेर अब आज कविता भन्दैछु होइन। मेरो कविताको शीर्षक रहेको छ कागज। जन्मिँदा हामी रोएका थियौँ तर संसारले हाम्रो रोएको आवाज सम्झेन। उसले सम्झियो त केवल एउटा मिति र त्यो मिति कागजमा लेखियो। त्यही दिनदेखि सायद हाम्रो जीवन हाम्रो रहँदैन, कागजको हुन्छ। हामीलाई नाम दिइयो कागजमा, हामीलाई परिचय दिइयो कागजमा, हामीले पढेको प्रमाण कागजमा, हामीले कमाएको प्रमाण कागजमा, हामीले पाएको अधिकार कागजमा, अनि एक दिन हामीले गुमाएको जीवनको प्रमाण पनि कागजमै। कति अनौठो छ, मानिसलाई बाँच्न यति धेरै कुरा चाहिँदैन। एउटा मुटु, अलिकति सास र केही आफ्नो मान्छे भए पुग्छ। तर संसारलाई तिमी बाँचेको प्रमाण चाहिन्छ, कागज। तिमी को हो? कागज देखाऊ। तिमीले पढेका छौ? कागज देखाऊ। तिमीले यो कमाएका हो? कागज देखाऊ। तिमीले यो अधिकार पाएका हो? कागज देखाऊ। अनि जब तिमी हुँदैनौ, ऊ मरिसक्यो हो, कागज देखाऊ। सायद मानिस भन्दा बढी संसारलाई कागजमा विश्वास छ। सानो छँदा कागज च्यात्दा लाग्थ्यो कागज त हो नि, च्यात्तिन्छ, फालिन्छ, हराउँछ। तर उमेर बढ्दै गएपछि थाहा भयो कहिलेकाहीँ कागज च्यात्तिँदा कागज मात्र च्यात्तिँदैन रहेछ। कसैको सपना च्यात्तिन्छ, कसैको पहिचान च्यात्तिन्छ, कसैको अधिकार च्यात्तिन्छ, कसैको वर्षौंको मेहनत एउटा सानो टुक्रासँगै भुइँमा खस्छ। त्यसैले आज कागज देख्दा मलाई कागज मात्र देखिँदैन, मलाई एउटा जन्म देखिन्छ, एउटा नाम देखिन्छ, एउटा सपना देखिन्छ, एउटा सङ्घर्ष देखिन्छ र कहिलेकाहीँ एउटा अन्त्य पनि। अनि सोचिरहन्छु, मानिसको जीवन यति धेरै ठुलो भएर पनि अन्त्यमा के कागजमा मात्र किन अट्छ? सायद हामीले जीवन बाँचिरहेका हुँदैनौँ, हामी आफ्नो अस्तित्वको प्रमाण छोड्दै हिँडिरहेका हुन्छौँ र अन्तिममा मानिस जान्छ, समय जान्छ, सम्झना पनि बिस्तारै जान्छ। तर कुनै एउटा पुरानो दराजभित्र उसको नाम भएको एउटा कागज बाँकी रहन्छ। त्यो कागजले केवल यति भन्छ, ऊ थियो। तर कागजलाई कहिले थाहा हुँदैन ऊ कस्तो थियो, कागज। धन्यवाद। मेरो कविता चाहिँ यही हो है, कागज। मान्छेहरू मर्दा पनि एउटा त्यो प्रमाणपत्र चाहिन्छ, जन्मदा प्रमाणपत्र चाहिन्छ, पहिचान, राष्ट्र परिचय पत्र प्रमाण नै चाहिन्छ, कमाएको प्रमाण चाहिन्छ, जे गर्न पनि प्रमाण चाहिन्छ। हाम्रो जिन्दगी के कागजमा सीमित हुन्छ भनेर मैले यो सोचमा चाहिँ मैले यो कविता लेखेको हो होइन। अनि मेरो कविता चाहिँ यस्तै छ है। हजुरहरूलाई कस्तो मन पर्यो कि मन परेन, लाइक, सेयर एन्ड कमेन्ट है। धन्यवाद। नमस्ते।